चाइनाले यस्ता रोबोटहरू बनाएको छ जो रोबोटहरू सडकमा ड्युटी गरिरहेका छन्, ट्राफिक प्रहरीको काम गरिरहेका छन्, ट्राफिक कन्ट्रोल गरिरहेका छन्, सडकमा हिँड्ने मानिसलाई तथा चालकहरूलाई सचेत गराइरहेका छन्। एआई प्रविधि प्रयोग गरेर बनाएका यी रोबोटहरू 24 घण्टा खटेर सेवा दिन सक्नेछन्। अर्कोतिर चालक बिना नै गाडीहरू सडकमा गुडाउन थालिसकिएको छ। चाइना र अमेरिकाका केही सहरमा भने यी गाडीहरू सञ्चालनमा पनि आइसकेका छन्। अनि आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्ने हो भने अब सामान्य काममा मात्र नभई जटिल समस्याको समाधान खोज्न, कलात्मक रचना गर्न र वैज्ञानिक अनुसन्धानमा पनि यसको प्रयोग हुन थालिसकेको छ। यदि हामी साँच्चीकै परिवर्तन हुन चाहन्छौँ भने हाम्रो उत्पादन, हाम्रो इनोभेसन, हाम्रो बलियो आधार भनेकै हाम्रो उत्पादनलाई विश्व बजार सामु पुर्याउनु र नयाँ प्रविधिको विकाससँग जोडिनु हो। त्यो हामीले कहिले पनि गरेनौँ। हामी जति परिवर्तन हुँदै गयौँ, हामी शिक्षित हुँदै गयौँ, हामीले बरु अरूका कुराहरूलाई फलो गर्न थाल्यौँ, अरूका शिक्षाको अध्ययन गर्न थाल्यौँ। हामीले मार्क्सवाद पढ्यौँ, हामीले लेनिनवाद पढ्यौँ, आदर्शवाद पढ्यौँ, लेबरिजम, न्यू लेबरिजम, फ्युचरिजम, पोजिटिभिटिजम, पोस्ट मोडर्निजम जस्ता शिक्षाहरूको हामीले अध्ययन गऱ्यौँ र बुझ्न थाल्यौँ। हामीले तर समयमै हाम्रो